हेलो साथीहरू नमस्ते वेलकम ब्याक टु माई च्यानल साथीहरू आज चाहिँ मैले बिहानै बिहानै ब्लग बनाएँ अनि आज चाहिँ म दुबई जाँदैछु म अनि मेरो छोरी चाहिँ फेरि 13 महिनापछि चाहिँ दुबई वापस जाँदैछौँ अनि त्यही भएर आज चाहिँ बिहानै बिहानै मैले ब्लग हेरेँ अनि ब्लग बनाउँछु अनि यो भिडियोहरू पनि पछि होइन यादगारको लागि हेर्न पनि मिल्छ भनेर चाहिँ अनि मैले अनि ब्लग बनाएँ अनि अहिले चाहिँ म यता मेरो साथीहरू कति राम्रो फुल फुलेको छ हाम्रो यता बगानमा ए वाउ कति राम्रो फ्लावर अनि मम्मी पनि बिहानै उठ्नुभयो मम्मीलाई गेस्ट्रीको चिया बनाइदिएको जहिले चिया पिनुहुन्न छोड्नुहुन्छ पानी दियो पानी छोड्नुहुन्छ मम्मीले चाहिँ मन्दिरको लागि भगवानको लागि चाहिँ फुल टिपेर आउनुभयो हेर्न कस्तो राम्रो फुलहरू फुलेको छ हाम्रो बगानमा यो हेर्न कति राम्रो यो ए मम्मीले त यता साग गर्नु हुँदैछ म जाँदैछु भनेर मम्मीले सागहरू बनाउनु हुँदैछ मलाई मनपर्छ भनेर सागहरू केलाउनु हुँदैछ मम्मी के भन्नु ए यस्तै हो अब छोरी जाने सुनसान हुँदैछ घरमा एक्लै बस्न राम्रो लाग्दैन के नगइ पनि नहुने छोरी मान्छे एकखेर हिँड्नै पर्यो अनि मम्मीले यतै माछा पनि बनाउनु भएको छ मेरो लागि हिजो बाबा लिएर आउनुभएको थियो मैले नुहाइधुवाइ गर्दै कास्बी बहुत एक्साइटेड छिन भन्न होइन कता जानु आएर कास्बी दुबई हो र दुबई किन जाने पापाको याद आयो पापाको याद आयो अनि दुबई जाने पापालाई भेट्न जाने हो मेरो सामानहरू पनि यता रेडी भइसक्यो यो प्याकहरू गरिसकेँ यता अलिअलि बाँकी छ प्याक गर्नको लागि ए मेरो सुटकेसहरू प्याक भइसक्यो ए यो चाहिँ अब हामी खाना खाँदैछौँ भाइ मेरो भाइ हाम्रो बाबा चाहिँ खाना नखाने अरे रोटी खानु हुँदैछ जाऊ खाँदै जानुहुन्न मम्मा पू गर्नु बजाउने मैले मम्मा मैले पू गर्नु बजाउने पू गर्नु बजाउने पू बाबाले 500 दिनुभयो त बाबालाई कता माया गरिदिएको जाने हक गरिदियो आफ्नो केयर गर भन टाइममा मामहरू खानु भन मोडमा रोकिदिनु भनेको कपडाहरू त के सुकाएको छ पर्दैन भएको छ पर्दैन छ क्या ल बाबा आफ्नो केयर गर्नु ल त्यो टाइममा खानुहरू खानु नदिनु सुतिहाल्छ
अनि त्यता बस्छु त्यसमा त राति राति पाइँदैछ तिमी लगाइदिनु यो सन्चैबाट आउनु है सन्चै बस्नु ल राम्रो पढ्नु मम्मीलाई चाहिँ हेर्नु न छिट्टै आउनु मम्मीलाई हेर्नु न मम्मीलाई हेर्नु न अहिले त त्यता लगाएर आउनु मम्मा यसमा घोचेर पुरा पानी झर्न लाग्यो हजुर मात्रै बस्नु तिमी जानु त ल मम्मी यहाँ बस्नुहुन्छ तिमी पापासँग र मम्मी यहाँ बस्नुहुन्छ ठिकै भयो राम्रो भयो ठिकै छ यता अगाडि किन रुक अगाडि हिँड्यो कहिले फेरि अब सिटमा चढाइदिनु चढाइदिन्छु नि त चढाइदिन्छु ठिकै छ ठिकै छ नपुस्दिनँ आमा लाग टिका ठिकै छ हुन्छ अहिले चाहिँ अब विराटनगर एयरपोर्ट पुग्यौँ अब आज काठमाडौँ जान्छौँ अनि भोलि चाहिँ हाम्रो बिहानै 10 बजी चाहिँ एयरपोर्ट पुगिसक्नु पर्ने हुन्छ अनि आज चाहिँ काठमाडौँमा होल्ड गर्छौँ हेलो साथीहरू गुड मर्निङ अहिले चाहिँ अब बिहानको 10:30 भयो अनि अहिले हामी चाहिँ अब एयरपोर्टको लागि निस्किसक्यौँ अनि इन्टरनेसनल एयरपोर्ट जाँदैछ मैले चाहिँ अनि हिजो चाहिँ अब मेरो ठुल्दाईको कोठामा बसेको थियौँ अनि भदाले चाहिँ ट्याक्सीहरू चढाइदियो अनि अहिले हामी ट्याक्सीमा एयरपोर्टतिर जाँदैछौँ 11 बजे पुग्छौँ होला 10 बजीसम्म पुग्नु पर्ने थियो एयरपोर्ट आकाश बेला चाहिँ मैले यो ट्रलीको माथि राख्दिएँ सामान पनि यति धेरै भएको थियो कि सुटकेस 3टा भएको थियो र अनि के अरे आकाश बेला चाहिँ यता ट्रलीको माथि राख्दा सजिलो हुन्छ नि त हिँड्नको लागि अहिले चाहिँ अब वेटिङमा छौँ बोर्डिङ पासहरू सबै काम खत्तम भयो एयरपोर्टको अनि अहिले चाहिँ हामी यता प्लेनको वेटमा छौँ हामी चाहिँ कहाँ बस्यौँ हामी बसमा हाय भन्दैन यता हेर कि हामी चाहिँ अब प्लेनमा जान आँदैछ छिटोमा आइसक्यो यता हेरेर भन न कसरी लगाउने अरे यसलाई चाहिँ ए यस यो चाहिँ प्लेनमा बसिसक्यो हामी काजबी चाहिँ बाहिर हेरिरहेछ नि भ्यू अनि हामी चाहिँ म चाहिँ यता
यसको भिडियो गरिरहेको छु प्लेनमा बस्नु। आज चाहिँ यति धेरै बिजी भयो नि त, अनि 10 बजी नै पुग्नु पर्यो। 10 बजी नै एयरपोर्ट एन्ट्री भइसक्नु पर्ने थियो, अनि कति डिले भयो कि, अनि भिडियो पनि खासै बनाउनै पाएन। अहिले चाहिँ अब प्लेन उड्यो, हेर्नु न साथीहरू कति राम्रो भ्यू देखिरहेको छ, हिमाल कति राम्रो देखिरहेको छ। तिम्रो लागि सरप्राइज छ त्यसमा यो बक्स हेर न, हेर न, हेर न बक्स खोलेर यो बक्समा खोलेर हेर न, खोल न। यताबाट हो, यताबाट यताबाट खोला पुरै खोलेर निकाल न, निकाल खोला। जोकर भन्छ, जोकर बनाउन बनाइसकेर बस्नु पर्छ। जीको बाद एचको बाद आईको बाद जेको गेको बाद एलको बाद एलको बाद एलको बाद एको बाद एको बाद क्यूको बाद आरको बाद एसको। चल कोनो बात सरी हेलो छोरी हजुर हाई ओ माई गॉड दुबई आइपुगेको छोरी ओहो अनि सानो कस्तो लाग्छ त दुबई आइपुगेर तिमीलाई छोरी कस्तो लाग्छ राम्रो भाइलाई पनि देखाइदिउँ न नि टाइम निकाले कान्छ एक त्यसमै लाग्छ नि त भर्खर ल्यान्डिङ भयो के भन्नु तपाईँ पनि के भन्नु अनि बुढा कस्तो फिल हुन्छ दुबई आएर राम्रो भइरहेछ राम्रो लागिरहेछ राम्रो लागिरहेछ फेरि पहिलाको दिनहरू याद आउँछ सबै आउँदैछ हाम्रो सानोलाई कस्तो लागिरहेछ तपाईँलाई चाहिँ कस्तो फिल भइरहेछ त्यो भन्नु न मलाई राम्रो फिल आएको छ लङ टाइम पछि फेरि हाम्रो फ्यामिली टुगेदर हुन पाइएको छ लगभग कति 2 साल हुन लाग्यो होइन 14 महिना 14 महिनापछि हामी फेरि भेट भएको छौँ खुसी लागिरहेछ नि अहिले चाहिँ अब हामी एयरपोर्टबाट घर लागि फर्किँदैछौँ शारजा एयरपोर्टमा थियो मेरो के अरे ल्यान्डिङ चाहिँ अनि अहिले अब हामी यो शारजाको एयरपोर्टबाट चाहिँ बाहिर निस्किँदैछौँ सानी ह्याप्पी भयो तिमी हामी आयौँ हाम्रो फ्लाइटमा सानो यता हेर्दै कहाँ आयौँ हामी तपाईँसँग भेटेर कस्तो लाग्यो तिमीलाई बोक्न सक्छ कि सक्दैन अहिले सक्छ सानो के गर्छिन् भन्नु छोरी छोरी डोलसँग बल्ल बल्ल भेट तिम्रो डोलीसँग सबलाई हाई भन्दै कि नै हाई स्कुटर किन आज स्कुटर खेलिहाल्नु त अनि रेस्ट गर न अहिले छोरी रेस्ट गर र हेलो साथीहरू हामी चाहिँ यता घर आइपुग्यौँ
सानो र म अनि मोबाइल पनि स्विच अफ भएको थियो र त्यो कारणले हामीले भिडियो पनि बनाउन पाएन। म र सानो चाहिँ राम्रो गरी यता पुग्यौँ अनि 13 महिनापछि चाहिँ हामी यता दुबई फेरि फर्केको अनि राम्रो भयो, सबै यात्राहरू राम्रै भयो हाम्रो। ल साथीहरू बाई, अर्को भ्लगमा भेटौँला है त, बाई।